चाहे उहाँ जेलमा आउनुहोस् चाहे उहाँ बाहिर आउनुहोस् बाहिर आउनुभयो हामी खुसी हुन्छौँ हामीले अभिभावक पाउँछौँ तर जेलमै भए पनि उहाँ हाम्रो सभापति हो यी जुन व्यवहार त्यहाँ राज्यको तर्फबाट जुन व्यवहार उहाँलाई पक्राउ गर्ने सन्दर्भमा गरियो त्यो एकदम अन्यायपूर्ण त्यो एकदम खेदजनक थियो र अहिले जे भयो यही नै सबै कुरा चाहिँ अन्तिम हो भनेर हामीले सोचेका पनि छैनौँ हामी माथिल्लो अदालत जान्छौँ न्यायको लागि हामी अन्तिमसम्म कहाँसम्म जानुपर्छ हामी त्यो सबै अन्तिम सीमाहरूसम्म हामी पुग्छौँ भन्ने नै छ शुक्रबार नै पक्राउ गरौँ ताकि उहाँले शनिबार बोल्न नपाउनुहोस् जो कसैले पनि भन्न सक्छ यो प्रतिशोध हो त्यहाँ चाहिँ प्रहरीले के भन्नुभएको छ भने पक्राउ पर्ची यहीँ लेख्ने भन्ने खालको कुरा पनि त्यहाँ भिडियोमा राजनीतिमा आउनुभन्दा अगाडि उहाँका जे जति कामहरू थिए उहाँले सबैले आफ्नो बलबुताले भ्याएसम्म आफ्नो प्राइभेट कामहरू गर्नुभएको थियो अनि उहाँका प्राइभेट विषयहरू छन् भनेदेखि प्राइभेट मुद्दा मामिला गर्न पनि सकिने कुराहरू हो है एकजना कसैले भन्थ्यो रवि लामिछानेले यस्तो गरे हो भनेर कसैले भन्दियो भनेर त्यही कुरालाई रिपिट गरेर पत्याएर त्यही कुरा संसदमा बोल्ने म्यानेजरहरू चाहिँ कस्तो होला भन्नुहोस् सहकारीको पैसा अपचलन गरे छैन पनि भन्ने ठक पनि भन्ने भएपछि त यहाँ राजनीति तपाईँले गन्ध महसुस गर्नुहुन्न भने त्यही भएर आरोप तपाईँलाई जेल आए पनि हुन्छ जे बिना प्रमाण जे बोले पनि हुन्छ भनेदेखि त भन्दा भइहाल्यो तर प्रमाण र तथ्यले बोलेको छ भन्दा त उहाँ बोल्नु भएको छैन नि त तपाईँ जाँदाको देशको राजनीतिक परिस्थिति र फर्किँदा यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाइला टेक्दै गर्दा हुन त तपाईँ अनभिज्ञ हुनुहुन्न सोसियल मिडियामा यहाँले देखिसक्नुभयो लेखिसक्नुभयो देशको राजनीति बदलियो नि तपाईँको पार्टीकै राजनीति बदलिने अवस्था आयो नि यसलाई कसरी हेर्नु भएको छ पक्कै पनि पछिल्लो समय म जुन दिन गएँ त्यो अवस्थामा चाहिँ थिइनँ तर त्यो समाचार सुन्ने बित्तिकै एकदमै नराम्रो लाग्यो किनभने हुन त अब न्यायालयले गरेको निर्णय हो त्यसमा अब हामीले त्यति धेरै प्रश्न उठाउने ठाउँ हुँदैन एउटा न्यायालयको निर्णय चित्त बुझेन भने हामी माथिल्लो अदालत हामी जान सक्छौँ न्यायालयले प्रणाली नै यसरी विकास गरेको छ त्यस कारणले गर्दाखेरि अब जे निर्णय भयो न्यायाधीशहरूको आफ्नो विवेक प्रयोग गरेर गर्नुभएको छ चित्त बुझेन भनेदेखि चित्त नबुझ्ने पार्टी माथिल्लो अदालत जाने हो हामी त्यसको तयारी पनि गरिरहेका छौँ तर अब त्यो अदालतभन्दा पनि पर गएर हेर्दाखेरि चाहिँ जुन व्यवहार त्यहाँ राज्यको तर्फबाट जुन व्यवहार उहाँलाई पक्राउ गर्ने सन्दर्भमा गरियो त्यो एकदम अन्यायपूर्ण त्यो एकदम खेदजनक थियो हेर्नुहोस् हरेक मान्छेले चाहिँ नेपालको संविधानले हरेक मान्छेलाई न्यायको हक दिएको छ न्यायको हकमा तपाईँले चाहिँ आफ्नो बारेमा आफ्नो न्यायको लागि अन्तिम समयसम्म यहाँले लड्न पाउनुहुन्छ हरेक व्यक्तिलाई चाहिँ त्यो एउटा मौलिक हक दिएको छ कुनै पनि व्यक्तिलाई समाउनु पूर्व पक्राउ पुर्जी जारी हुनुपर्छ म धेरै लामो समय निन्द्रा यो हाम्रो डिस्टर्ब भइरहेछ 9मा सकियो 9कै राति हामी हिँड्या भएर ओभरनाइट प्लेन भएको भएर एकदम टङ स्लिप भइरहेछ है म जाँदै त्यहाँ पुग्दै मैले चाहिँ यो खबर सुने मैले थाहा पाएँ समाचार माध्यमहरूबाट त्यसपछि मलाई एकदमै धेरै नमिठो लाग्यो एकदम धेरै अन्यायपूर्ण भयो जस्तो महसुस भयो हुन त अब हाम्रो उच्च अदालतले गरेको निर्णय हो अदालतले गरेको निर्णयमाथि हामीले प्रश्न गर्ने ठाउँ हुँदैन कसैले गरेको निर्णय चित्त